इभेन्टको लागि मात्र हाम्रो चाहिँ यसमा चाहिँ दुईवटा फाइनली चाहिँ ग्रुपले चाहिँ ग्रुपको चाहिँ ग्रुपलाई चाहिँ प्राइज डिस्ट्रिब्युट गर्छ जसले चाहिँ त्यो अब चाहिँ विनर हुन्छ एउटा ग्रुपमा ग्रुपले चाहिँ थर्ड मेम्बरले चाहिँ फिफ्थ मेम्बरले चाहिँ हाम्रो प्राइज पाउँछ सानोले प्राइज पनि एउटा अर्गनाइज गर्छ अब चाहिँ यो यहाँनिर भन्दा चाहिँ एक्टिभिटी 2 मा चाहिँ एक्टिभिटी 1 मा डिजाइनिङ क्यालेन्डर भनेको छ अब चाहिँ यसको हाम्रो चाहिँ विद्यार्थीहरूले चाहिँ अब जानी सिका सिका सिकाउँदाखेरि चाहिँ अलिकति एब्स्ट्र्याक्ट भयो यो कहाँ युज हुन्छ भन्ने कुरा चाहिँ उनीहरूले गर्छ तर हामी चाहिँ रियल कक्षामा पनि एउटा ग्रुप मेमोराइजेसन मेथडबाट पढाएर हुन्छ त्यसको रियल त्यो बुकमै छ नि त त्यो एक्टिभिटी तर चाहिँ हामीले अलिक कमै गरेर हुन्छौँ त्यो हाम्रो स्कुलमा पनि अलिक कमै युज भएको हो तर एक्चुअली मैले गर्दाखेरि चाहिँ विद्यार्थीहरूमा चाहिँ अलिकति इङ्गेज बढेको अनि तिनीहरू चाहिँ क्युरियोसिटी बढेको अनि चाहिँ क्वेसनहरू रेज गर्ने त्यस्तो चाहिँ त्यो कन्डिसन आयो त्यो हुँदाखेरि चाहिँ त्यो अलिकति कन्सेप्चुअल अन्डरस्ट्यान्डिङतिर चाहिँ उनीहरू चाहिँ इङ्गेज भयो भने कुरा चाहिँ मैले चाहिँ एउटा त्यो गरेर मैले चाहिँ स्पेसल मेरो थेसिस पनि चाहिँ यसैमा हो भने काम गरेर चाहिँ मैले चाहिँ यसमा अलिक बढी इङ्गेज भएर चाहिँ एउटा एक्टिभिटी यो मैले राखेको थिएँ अब यसलाई चाहिँ गर्दाखेरि चाहिँ अब हजुरले गर्दाखेरि चाहिँ अब सबभन्दा पहिले चाहिँ क्लाइनोमिटर कन्स्ट्रक्सन गर्छ इच ग्रुपमा चाहिँ अब मेटेरियलहरू प्रोभाइड गर्छु अनि सबैले चाहिँ आफ्नो आफ्नो एउटा क्लाइनोमिटर बनाउनुहुन्छ त्यसलाई चाहिँ लिएर चाहिँ अब एङ्गल अफ एलिभेसन चाहिँ हामीले मेजर गर्न सिक्छौँ अब सिकिसकेका छौँ तर प्र्याक्टिस अलिक कम होला अब प्र्याक्टिस गर्नु अब फिगरहरू ड्र गरे होला अब विद्यार्थीहरूलाई सिकाएर होला तर चाहिँ रियल फिल्डमा चाहिँ अलिक चाहिँ अब इङ्ग्लिस हुनु त भयो होला तर सबै चाहिँ नहुनु भयो होला भन्ने चाहिँ मैले त्यस्तो अपेक्षा गरेको छु त्यही भएर चाहिँ अनि चाहिँ लास्टमा चाहिँ त्यो ट्रिगोनोमेट्रिक रेसियो टेन्सनलाई चाहिँ हामीले चाहिँ अलिकति रियल लाइफसँग चाहिँ अलिक जोड्दाखेरि चाहिँ हेर्दै भन्ने छ अनि फाइनलमा चाहिँ अब ग्रुप विनर हुन्छ भन्ने छ अब सबभन्दा पहिले चाहिँ अब यो हामीले चाहिँ एउटा कक्षामा चाहिँ प्रवेश गर्दै गर्दाखेरि चाहिँ यो युनिटहरू सुरु गर्दाखेरि ट्रिगोनोमेट्रिक रेसियोहरू सुरु गर्दाखेरि चाहिँ हामीले हाम्रो विद्यार्थीहरूले चाहिँ एउटा चाहिँ हाम्रो कुनै पनि अग्लो ग्रुपको उसले चाहिँ त्यहाँ नचढिकन कसरी नाप्न सकियो होला भने एउटा प्रोभिङ क्वेसन चाहिँ गऱ्यो भने चाहिँ विद्यार्थीहरूले चाहिँ कस्तो किसिमको रेस्पोन्ड गर्ला भन्ने त्यो एउटा पर्सपेक्टिभबाट हामीले चाहिँ एउटा सोच्नुपर्ने छ त्यो हामीले चाहिँ सोध्या पनि होला होइन अझ विद्यार्थीहरूले चाहिँ कस्तो चाहिँ प्रतिक्रिया चाहिँ त्यो प्रश्न पत्ने बेला भन्ने चाहिँ एउटा विद्यार्थीको रूपमा एउटा क्वेसन चाहिँ मैले यहाँ रेज गरेको छु अब यो क्वेसनको एन्सर चाहिँ हजुरहरूले चाहिँ यहाँ हजुरले चाहिँ सबले चाहिँ अब ल्यापटप हुँदा चाहिँ ल्यापटपमा चाहिँ यो mentimeter.com मा जानुहोस् अनि चाहिँ मोबाइलमा चाहिँ यो क्युआर स्क्यान गरेपछि त्यसको एन्सरहरू चाहिँ त्यहाँ सब्मिट गरिदिनु न अहिले मोबाइल आउनु छैन अहिले क्युआर कोड स्क्यान गरेर त्यसले हामीले चाहिँ विद्यार्थीहरू चाहिँ सोध्यौँ अब चाइल्ड साइकोलोजीबाट हेर्दाखेरि चाहिँ उनीहरूले चाहिँ ग्रुपमा नचढिकन त्यसरी चाहिँ अब कसरी मेजर गर्न सकिएला भन्ने कुरा एउटा हुन्छ त्यो मोबाइलमा स्क्यानर भन्ने एप्स हुन्छ रहेछ सर यता अर्थात् यहाँ क्रोम ब्राउजरमा जाने अनि त्यसमा चाहिँ www.mentimeter.com हाल्यो भने चाहिँ एउटा त्यहाँ बक्स आउँछ कोड हाल्ने त्यो कोड चाहिँ हेरेर चाहिँ तल चाहिँ 64 त्यसलाई नेट चाहिन्छ सर 6204 नेट चाहिन्छ mentimeter.com हाल्यो भने चाहिँ यहाँनिर यो बक्स यहाँ चाहिँ कोड आउँछ त्यो कोड चाहिँ हामीले चाहिँ यतापट्टिको यो हजुर यो
त्यो क्युआर भेरिफिकेसन अनि कोड मिल्छ त्यो त कोड मिलेन सर मिल्छ 62 यहाँ मिल्छ मिलेन र स्क्यान भएन सर त्यसलाई फुल स्क्रिन गर्नु फाइभवटा आउला एउटा दुईटा कति हुन्छ एक दुई विद्यार्थीको डिस्पोजिसन एउटा दिएको हुन्छ एउटा दिएको ल भयो लगइन गर्नुपर्दा चाहिँ सिधै मार्क कुरा हुन्छ मैले अगाडि इन्टरभलमा चाहिँ के भन्ने एउटामा लेख्दा हुन्छ त्यहाँ 4-5 ठाउँ रेस्पोन्स छ 64 60 22 04 चिल्ड्रेनको रेस्पोन्स एक ठाउँमा लेख्दा हुन्छ एक ठाउँमा एक ठाउँमा लेख्दा कुन चाहिँ रेस्पोन्स छ स्टुडेन्टले दिला भन्ने तरिकाले 64 सर भएन त्यसलाई स्क्यान गर्नु त्यसलाई फुल एस्टिमेट गरौँ न 22 कोड सबैको भयो नि कोड अगाडिको कोड देखाउँ न यहाँ आउँछ आउँछ नि यहाँ आउँछ यो भन्नुले चाहिँ त्यो रिस्पोन्डरमा कोड हाल्ने होइन एन्सर हाल्ने हो धेरैजनाले चाहिँ कोड हाल्नु भएको दुईजनाले अरू चाहिँ दुईजनाले चाहिँ कोड हालेको देख्यो एन्सर हाल्ने तपाईले एन्सर दिनु कुन क्वेसनको हो एन्सर कुन क्वेसनको एन्सर हाल्नु सर तपाईले कोड हाल्ने हैन तपाईले एन्सर हाल्ने जोइन हुनु वहाँ सुधा बैंक use the rule and solve त्यहाँ तपाईले हालेको एउटा रेस्पोन्स चाहिँ त्यहाँ उसमा स्क्रिनमा सो हुन्छ एउटा रेस्पोन्स गर्न एकजनाले पहिला त्यो कोड हानिसक्नु भएको छ भने त्यसलाई रिमुभ गर्नु तपाईले दिएको रेस्पोन्स चाहिँ त्यहाँ बोर्डमा आइरहेको छ तपाईले त्यो हानेको त्यो जुन कोड छ नि त्यो जसले हान्नु भएको त्यसलाई रिमुभ गर्दा हुन्छ अब रिमुभ हुँदैन त्यो गइसक्यो सबैजना धेरैजनाले चाहिँ कोड हाल्नु भएको क्या अनि त्यही भएर चाहिँ अलिक ठुलो बोर्ड धेरै डिस्पोजले कोड हाल्नु भयो त्यही भएर चाहिँ ठुलो आयो कि हामीले एउटा मात्रै दिए हुन्छ हैन एउटा मात्र दिनु हुन्छ 10 जनाको आज मैले अब फोटो लिएको छु त्यहाँ फोटो खिचिसकेपछि using collateral धेरै maximum नेक्स्ट
भनेपछि अब धेरैजनाले चाहिँ क्लाइनोमिटर भन्छ त्यही भएर चाहिँ हाइलाइटमा देखाएको छ त्यो चाहिँ डेटाले चाहिँ जति रिपिटेड भयो त्यति चाहिँ त्यसले बोल्ड र त्यो अलिक फन्ट ठुलो गरेर दिन्छ त्यसरी चाहिँ अलिक कतिजनाको चाहिँ धेरैजनाको चाहिँ हाम्रो चाहिँ अलिक क्लाइनोमिटर भन्ने चाहिँ आयो त्योभन्दा अलिक धेरैजनाले पनि कोड पनि हाल्नु भएर चाहिँ पछि फेरि अरू स्कुलहरू त्यही भएर चाहिँ त्यो कोड चाहिँ माथि उसमा हाल्नु होइन ठिक छ 16 जना मात्रै हामीले पार्टी 16 जना पार्टी धेरैले चाहिँ कोडले नाप्ने भन्छ नि भनेर अब एकजनाले चाहिँ अनि टेन्जेन्ट फर्मुला भनेर चाहिँ जस्ट लार्निङ भनेर हाइट स्याडो अफ सर्ट गो सिमिलर ट्रायंगलको युज प्रोपर्टी युज गरेर पनि नाप्न सक्छन् भनेर चाहिँ यहाँ स्याडो अफ सनको स्याडोलाई चाहिँ पनि नाप्न सक्छन् भन्ने कुरा चाहिँ मैले हाम्रो स्याडो मेजर फर्मुला हाइट लिनियरले चाहिँ मेजर गर्ने भनेको टेन्जेन्ट फर्मुला लगाएर मिरर भनेर सिमिलर ट्रायंगल्स सबैको आएर चाहिँ अब यो विद्यार्थीको पर्सेप्सन दिन छ कस्तो होला भने चाहिँ अब हामीले यो कक्षाबाटमा चाहिँ कुनै क्वेसनहरू रेज गरेर चाहिँ उनीहरूले चाहिँ अब धेरै विद्यार्थीहरू चाहिँ भन्न अप्ठ्यारोले तर मजाले एन्सर आएर हुन्छ नि त तिनीहरू चाहिँ लजिकल एन्सर दिन्छ त्यति बेलामा चाहिँ यस्तो अब आइसिटी टुल छ भने चाहिँ हामीले चाहिँ एउटा यो मेन्टिमिटर चाहिँ युज गरेर चाहिँ यसरी चाहिँ पर्सेप्सन दिने अनि उनीहरूको चाहिँ रिजल्टलाई जेनरलाइज गर्न चाहिँ सक्छौँ कसलाई हजुरहरू पनि युज गर्नु एक्सप्लोर गर्नु यो राम्रो छ ल यो भनेको अब चाहिँ हाम्रो चाहिँ अब सबभन्दा एक्टिभिटी 1 मा चाहिँ डिजाइनिङ क्लाइनोमिटर छ अब चाहिँ यो ग्रुपले चाहिँ ग्रुप ओ हो प्रत्येक एक ग्रुपमा चाहिँ एउटा क्लाइनोमिटर डिजाइन गर्ने ओर्गसिट सबैले भन्ने अनि चाहिँ ग्रुप मेजरिङ टेप चाहिँ एउटा छ हैन अब चाहिँ पालो चाहिँ अब हामी चाहिँ एकछिनपछि मेजर गर्छौँ सबभन्दा पहिले चाहिँ क्लाइनोमिटर बनाउँछौँ क्लाइनोमिटर बनाउँदाखेरि चाहिँ हामीले चाहिँ एउटा ग्रुपमा चाहिँ एउटा बनाउने सबै मिलेर चाहिँ बनाउँदै गर्ने एउटा ग्रुपमा बनाउने त्यही क्लाइनोमिटर युज गरेर चाहिँ हामी पछि एउटा अब्जेक्ट फिक्स गर्छौँ त्यो क्लाइनोमिटर बनाइसकेपछि एउटा एक्टिभिटी सकेपछि ग्रुपलाई पास गरेर म भन्छु मेट्रिक्सलाई यति लामो यहाँ आउँछ
एकछिन यहाँ सबैजनाले चाहिँ एकछिन ध्यान दिनु। यो बनाउने प्रोसेस चाहिँ सिकिरहेको त्यो मेसिन तात्दैछ अनि आगो चाहिने होला ल एकछिन सबैजनाले हेरौँ यो पुरो यो क्लाइमेटर चाहिँ गलत ढङ्गले चाहिँ बनाएर चाहिँ मेजर साइज त्यही भएर पछि अहिले कम्पिटिसनमा फेरि पनि प्राइज पाएन भन्नु पाइँदैन। सबैजनाले चाहिँ हजुरलाई चाहिँ पुरो प्राइस पनि छ यसमा प्राइस इंस्ट्रक्शन सुरु गर्नु सबैजनाले चाहिँ प्रोटेक्टर आयो सबै ग्रुपमा चाहिँ ग्रुप आएर यो प्रोटेक्टर आइसकेपछि अब हामीले चाहिँ यसरी चाहिँ स्ट्रलाई चाहिँ हामीले चाहिँ प्रोटेक्टरको अब कि त हेरेर चाहिँ हामीले चाहिँ उता त्यो हट गर्ने चाहिँ उ गर्न सक्छौँ। यसलाई चाहिँ मैले चाहिँ अलिक यो बाक्लो ल्याएर चाहिँ यो यतापट्टि नचिप्याउने गरेर चाहिँ यता माथि चाहिँ यसरी चिप्याउने गरेर चाहिँ मैले यसरी डिजाइन किनेर ल्याएको यसलाई चाहिँ अलिक बाक्लो खाले होइन यतापट्टि गर्दाखेरि अलिकति यहाँ लोड पनि लाग्नुपर्ने भएर चाहिँ अलिक फस्किन्छ कि भनेर चाहिँ अलिक बाक्लो ल्याएको। हजुरले चाहिँ मैले चाहिँ बनाउने बेला चाहिँ यतापट्टि भनेर यतापट्टि तर यतापट्टि नराखेर चाहिँ हजुरले चाहिँ यो माथिपट्टि स्टोर यसरी राख्नु है यसरी चाहिँ यसरी बिचमा राख्नु स्टोरलाई चाहिँ यसरी माथि यस्तो अनि चाहिँ पहिला चाहिँ डोरी बाँध्ने यो अब यहाँ बिचमा डोरी बाँध्नु यहाँ धागो दिएको स्टोरलाई यसरी राख्ने अनि त्यो धागोलाई चाहिँ मैले स्टोरमा बाँध्नु त्यो धागोलाई चाहिँ यो प्रोटेक्टरको सेन्टरमा पर्ने गरेर राख्नु है सेन्टर चाहिँ 90 डिग्री एङ्गलमा पर्ने गरी यसरी राख्ने अनि चाहिँ त्यो हट गर्छ यसरी स्टोरमा फ्लिप गर्ने हो हजुरले हेर्नु त यहाँ चाहिँ हेर्नु त सबैजना यो चाहिँ हो धागो हो एंगल हेर्ने तल एंगल हेर्ने तल चाहिँ एंगल हेर्ने टुप्पो हेर्ने या टाउको हेर्ने त्यहाँबाट एंगल तल हेर्ने धागो पास गर्नु भयो धागो पायो
कन्फ्युज भएको चाहिँ एकैचोटि हेर्नु अरूहरू चाहिँ कन्फ्युज नभएको चाहिँ बनाउँदै गर्नु है। अब चाहिँ हामीले चाहिँ यसरी चाहिँ स्टोरमा माथि क्लिक गरेपछि धागोलाई चाहिँ यो 90 डिग्री हुँदैन सबैजनाले एकैछिन कन्फ्युज भएको चाहिँ हेर्दै गरौँ। धागोलाई चाहिँ हामीले चाहिँ यसरी 90 डिग्री हुँदैन चाहिँ यहाँ राख्ने यताउति राख्यो भने चाहिँ फेरि एङ्गल मेजर चाहिँ रङ आउँछ है पछि। त्यही भएर चाहिँ धागोलाई चाहिँ हामीले चाहिँ यस्तो 90 डिग्री राख्नु होला सबैजनाले। अनि चाहिँ यो माथिको भित्रलाई चाहिँ यहाँ पास गर्दै गर्नु सबैले चाहिँ धागोलाई चाहिँ स्ट्रङमा बाँधिसकेपछि त्यसलाई चाहिँ माथि चिप्याइदिनु। धागोको तल चाहिँ अब हामीले चाहिँ एउटा लोड क्वेसन चाहिँ ल्याउनुपर्छ ताकि के गर्नु तपाईँले रोडमा यो चक्लेट युज गर्नु होला है। यता रोडमा चक्लेट युज रोडमा भइसक्यो, त्यता पनि भइसक्यो। रोड पर्छ कि नै पर्दैन। यहाँ त अलरेडी के राख्ने भन्ने कुरो मात्रै यहाँ डिजाइन गर्ने हामीले अरू किसिमको त्यो कति पार्सेन्ट एकदम परफेक्ट छ।
एक ठाउँ यो डिजाइन गरेपछि त्यसमा अब कसरी बढी भन्नु त्यसको डिजाइनिङ यताउता मेजरमेन्ट यताउता यसमा सबैकै काम छ है डिजाइनिङ सबै एकदम बनाएर मेजर कति आयो भन्दा मेरो हाइट तपाईँको 7.5 होइन डिग्री आउनु पर्यो डिग्री हेर्नु त सर त्यहाँबाट कति डिग्रीमा झुक्का भइरहेको नर्मली आयो छिटो यसलाई चाहिँ सिक्नेपछि एक्टिभिटी 2 मा जानुपर्छ अनि यसलाई चाहिँ
नेपालीमै लेख्दा नि हुन्छ है तपाईँको एन्सर नेपाली ल्याङ्ग्वेजमै लेख्दा पनि केही फरक पर्दैन। ल सबैजनाको सक्यो अब कम्प्लिट भयो अब उहाँहरू दुईजना थप्नु भयो है सक्यो
भिडियो गर्दा चाहिँ तपाईँहरू हेर्नु है काम त छिटो गरौँ यो सकौँ पैसा यहाँबाट तलबाट सर हामीले लिएर आउँछ मैले